पनौती नगरपालिकाले चाहिँ गृहिणी जो घरमा बस्नुहुन्छ उहाँ महिलाहरूको आय आर्जनको निमित्त चाहिँ हामीले विशेष गरी चाहिँ एडभान्स कोर्स ब्युटिसियन र सिलाइ बनाएको चाहिँ एडभान्स तालिमहरू विगतको वर्षमा पनि दिएको थियो। त्यही कार्यक्रम चाहिँ निरन्तर गर्नको निमित्त यो वर्ष पनि हामीले गरेका छ। सिलाइपट्टि चाहिँ 26 जना हुनुहुन्छ भने यो ब्युटिसियनपट्टि पनि 26 जना हाम्रा दिदीबहिनीहरू सहभागी भएर यो कार्यक्रम चाहिँ आगामी तालिम प्राप्त गरिसक्नु छ। यो तालिम पश्चात यहाँहरूले के अपेक्षा गर्नुभएको छ उहाँहरूसँग? मलाई चाहिँ के लागेको छ भने तालिम दिएर प्रमाणपत्र लिनु मात्रै होइन, व्यवसाय बनेर होइन म केही गर्छु, आय आर्जनको पाटोलाई चाहिँ अलिकति टेवा पुग्छ, म केही कमाउँछु, आर्थिक रूपले चाहिँ म सक्षम सबल हुन्छु। अनि त्यो समाज परिवर्तन, घर परिवर्तन होइन, आफू पनि परिवर्तन हुनलाई सिक्नुपर्छ भन्ने उद्देश्यका साथ यो कार्यक्रमहरू हामीले अगाडि बढायौँ। पनौती नगरपालिकाको यो गृहिणी महिलाहरूको लागि ट्रेनिङको लागि चाहिँ मुख्य प्रशिक्षकको रूपमा चाहिँ यहाँ कार्यरत छु र हाम्रो यस विषय अन्तर्गतको कुरा गर्नु पर्दाखेरि चाहिँ हाम्रो महिला दिदीबहिनीहरू पनौती नगरपालिकाको विभिन्न वडाबाट पाल्नु भएको छ र यो ट्रेनिङ पश्चात चाहिँ अब हरेक ठाउँमा तालिममा मात्र नभइकन चाहिँ एउटा उद्यमी बनोस् भन्ने उद्देश्यले पनौती नगरपालिकाले तयार गरेको यो गृहिणी महिलाहरूको तालिममा चाहिँ म चाहिँ आफ्नो विषयगतमा चाहिँ र आफ्नो स्टुडेन्टहरूलाई चाहिँ के भनिरहेको छु भन्दा पनि व्यवसाय गर्नुपर्छ तालिम पश्चात र व्यवसाय गर्नलाई धेरै पुँजीको मात्र आवश्यकता पनि हुँदैन। यो हाम्रो व्यवसाय चाहिँ डोर टु डोर सर्भिस पनि गर्न मिल्ने व्यवसाय भएको हुनाले चाहिँ सानो पुँजीले पनि आफ्नो थोरै लगानीले पनि व्यवसाय गरेर पनौती नगरपालिकाले दिएको यस अनुदानको चाहिँ सदुपयोग होस् र हाम्रो दिदीबहिनीहरूले काम गरेको चाहिँ हेर्न पाओस् भन्ने चाहिँ मैले लागेको छ। ट्रेनिङको अवधिमा हुनुहुन्छ उहाँहरू सबैजनाले नगर्नु भए पनि केही महिला दिदीबहिनीहरूले गर्नुहुन्छ भन्ने चाहिँ मैले आशा लिएको छु।